नमस्ते एभ्रिवान। आज म हजुरहरूलाई कसरी क्युबेसिकमा एरिया अफ अ सर्कल निकाल्ने भन्ने फर्मुला मतलब क्युबेसिक प्रोग्राम सिकाउन गइरहेको छु। त्यसको लागि हजुरले सिएलएस लेखेर इनपुट माग्नुहोस् युजरसँग। इन्टर द रेडियस अफ अ सर्कल यो मागिसकेपछि त्यसलाई हामीले आर भन्ने भेरिएबलमा स्टोर गर्छौँ र एउटा लेट पाई भन्ने भेरिएबल बनाउँछौँ र त्यसको भ्यालु दिन्छौँ 22 डिवाइडेड बाई 7 र त्यो दिइसकेपछि हामीले प्रिन्ट गर्छौँ एरिया अफ अ सर्कल इज इक्वल टु हाम्रो एरिया निकाल्ने फर्मुला पाई आर स्क्वायर हो र स्क्वायरको लागि हजुरहरूले यो वाला सिम्बल लिनुहोस् 2 लेख्नुहोस् र त्यसपछि प्रोग्रामलाई इन गरिदिनुहोस् र यसलाई रन गर्नुहोस्। रन गरिसकेपछि हामीलाई इन्टर द रेडियस अफ सर्कल भनेर मागेको छ र मैले यसमा 3 राखिदिन्छु र हाम्रो एरिया अफ सर्कल 28.28571 आइसकेको छ।